यो भित्र एउटा व्हाइट पोइन्ट जस्तो देखिरहेछ यहाँनेरको कालो सर्कल भित्र यो स्क्रु के रे व्हाइट पोइन्ट अहिले यतापट्टि छ यो अहिले स्क्रु साइडतिर फर्काउनु पर्ने हुन्छ त्यो उता फर्काइसके पछाडि मात्रै हुन्छ यसलाई फर्काउनका लागि भनेको चाहिँ हामीहरुले त्यो कालो रोलर घुमाउनु पर्छ यसरी यतापट्टि हेर्दै घुमाउने त्यो रोलर म एक हातले घुमाउँदै छु यतापट्टि हेर्दै छु यसरी एक हातले यतापट्टि घुमाउँदै जाने यतापट्टि हेर्दै जाने पुग्न आँट्यो स्क्रु साइडतिर लगभग स्क्रु साइडतिर पुग्यो अब यहाँनेरि ठिक्कै स्क्रु साइडतिर त्यो व्हाइट पोइन्ट फेस गरेको छ अब त्यस पछाडि यो गियरलाई एक स्टेप उतापट्टि ठेल्दिने यताबाट उतापट्टि यसरी अब हाल्दिने स्टेप कुनै पनि छुटाउनु भएन ठ्याक्कै हुन्छ।